प्रतिपक्ष दलहरूलाई मेरो विनम्र आग्रह छ, हामीमाथि 24 घण्टा निगरानी गरिदिनु होला। रासोपाका साथीहरूलाई म सम्झाउँछु, हामी यहाँ प्रश्न सोधेर आएका हौं, अहिले बस्ने ठाउँ फेरि होला, तर आज पनि ती प्रश्नहरूप्रति हाम्रो नैतिक जिम्मेवारी उस्तै छ। यो मतादेशको गुण हामी जिम्मेवारी पूरा गरेर तिर्नेछौं। यो मतादेशमा जनताको आशा पनि छ, आक्रोश पनि छ। मलाई थाहा छ हामीले पाएको मत समर्थनको मात्र होइन, परिवर्तनको मत हो। हामीलाई जनताले दिएको म्यान्डेट सिंहदरबार चलाउन होइन, सिंहदरबार बदल्न हो। तपाईँहरूले सरकारको रफ्तार देखिरहनु भएको छ। प्रतिपक्षमाथि अहंकार र प्रतिशोधको त्यो अध्याय अब दोहोरिनै छैन। शासनमा तपाईँहरूको लामो अनुभव छ। हाम्रा कमजोरी उजागर गरिदिनु होला, गल्ती देखाइदिनु होला। यदि हामीले बाटो बिरायौं भने सच्याइदिनु होला। यदि हामी जनताबाट टाढा हुन खोज्यौं भने हामीलाई जनताको आवाज सम्झाइदिनु होला। हामीबाट अहंकार नबढोस्, हामीमा कुनै अहंकार नछाओस्, हाम्रा निर्णयहरू एकतर्फ नहुन्। लोकतन्त्रमा सत्ता पक्ष र प्रतिपक्ष प्रतिस्पर्धी मात्र होइनन्, एक अर्काका पूरक पनि हुन्। एकले काम गर्छ, अर्कोले निगरानी गर्छ, एकले योजना बनाउँछ, अर्कोले परख गर्छ। नेपाली जनताले यसपटक ऐतिहासिक रेकर्डका साथ राष्ट्रिय स्वतन्त्र पार्टीलाई करिब 2/3 मतादेश दिएका छन्। म जनतालाई आभार मात्र प्रकट गर्दिन, यही रोस्ट्रमबाट प्रतिज्ञा गर्छु, यो मतादेशको गुण हामी जिम्मेवारी पूरा गरेर तिर्नेछौं। यो मतादेशमा जनताको आशा पनि छ, आक्रोश पनि छ। मलाई थाहा छ हामीले पाएको मत समर्थनको मात्र होइन, परिवर्तनको मत हो। हामीलाई जनताले दिएको म्यान्डेट सिंहदरबार चलाउन होइन, सिंहदरबार बदल्न हो। म गर्वका साथ भन्न सक्छु हामीले बदल्न सुरु गरिसकेका छौं। सभाध्यक्ष महोदय, सत्तारूढ दलको सभापतिका रूपमा अब हामीले बोलेर मात्र पुग्दैन। मैले मात्र होइन, रासोपाका हरेक माननीयले कामबाटै आफूलाई, पार्टीलाई र सरकारलाई प्रमाणित गर्नुपर्छ। अब हामी राम्ररी बोल्नु भन्दा पनि हाम्रा कामहरू र सरकारका कामहरू